गुलियो जिरी हो तिमी त मेरी हो मलाई धानको पात मायालाई धानको पात। हेलो नमस्ते गाइस, सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो फेरि अर्को भ्लगमा। आई होप तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। देख्नु सक्नुहुन्छ परको भ्यू। आज चाहिँ वेदर चाहिँ एकदम राम्रो भएको छ। सब खुल्ला, एकदम घाम, चकिलो घाम लागेको छ भनौँ न। लास्टै गर्मी सुरु भएर रहेछ। हिजो काम गर्दैछु अनि पसिना आएको छ अनि गर्मी सुरु भएको रहेछ भन्ने अनुभव भयो हिजो। अनि हात पनि लास्टै काँडालाई कुतर्दिएर लास्टै भएको छ क्या। यस्तो यार काँडा पनि भिजेर यस्तो भएको छ। मेरो दाहिने हात चाहिँ लास्टैकै काँडाले कुतार्दिएर चाहिँ लास्टै भएको छ। यस्तो लास्टै यो मैले बानेको देखेर तपाईहरुले के बाने के गरेको होला यस्तो भन्नुहुन्छ होला, के सोच्नुहुन्छ होला। यो त मेरो आफू हतारमा यस्तै बानिदिएको। अब यस्तो भयो कि यस्तो लामो के कस्तो भन्छ, यस्तो गर्दा यति लामो तल आउँछ। अब यसले यस्तो खुल्ला छोड्दा हल्का डिस्टर्ब हाने जस्तो भयो नि मलाई। त्यही भएर अप्ठ्यारो लाग्यो। त्यही भएर यसरी बानेको, यसरी बानेको हैन। यसरी बानी चाहिँ सजिलो, मलाई कम्फर्टेबल फिल भयो नि। अनि त्यही भएर यसरी बानिदिएको। मैले चाहिँ मसँगै पढेको साथीहरू, स्कुलमा पढेको साथीहरूलाई त एकदम मेरो मनैदेखि हृदयदेखि पनि मिस गरेको छु है। आई मिस यु अल अफ यु गाइज यार। एकदम मिस गरेको छु यार। त्यो दिन पनि एकदम रमाइलो क्या, एकदम रमाइलो। स्कुलको दिनको रमाइलो थियो यार। अहिले के छ र रमाइलो। स्कुलको दिनहरूको रमाइलो यार। यस्तो यार साथीहरूसँग कहिले आरो चोर्नु जाने, कहिले खनी चोर्नु जाने, कहिले कहाँ दौडिने, कहिले कहाँ दौडिने, त्यो पो रमाइलो थियो यार। अहिले जति उमेर बढ्दै गयो त्यति रमाइलोहरू गर्नु नमन लाग्दो रहेछ भनौँ न। अब बिस्तारै उमेर पनि बढ्दै गयो, जिम्मेवारीहरू काँधमा थपिँदै गए। अब रमाइलो गर्न पनि मन नलाउने त्यस्तो हुँदो रहेछ। केही छैन। सो गाइज आजको ब्लग चाहिँ घरबाट सुरु हुन्छ। अब एकछिनपछि चाहिँ म खानासाना खाएर रेडी भएर, रेडी त अब के हुने, रेडी त भइसकेको छु म। अब यही पाइँटो लाउने अनि यही यस्तो चेप्टेको, अब यस्तो यही पाइँटो लाउने अब, अनि यही ज्याकेटहरू लाउने काम गर्ने बेलामा अब रेडी त भइसकेको छु। अब खाना मात्रै बाँकी छ। मैले आज चाहिँ भ्याइन्छ होला। अनि अर्को ठाउँ फेरि गइन्छ। एक दिन त्यहाँ गर्ने हुने, त्यो नि भ्याइन्छ। पुष्पा साला झुकेगा नहीं पुष्पा। अहिले त म खानासाना खाएर हिँडिसकेको छु कामतिर। आज त ढिलो भयो, अब हतार छ। अलिक छिटो हिँड्नुपर्ने हुन्छ। आज त यहीँ कति 9:05 भइसक्यो। छिटो जाम। नाक तिम्रो जातले दिएको, मोटोपनले होइन तिमीलाई सुके नासले छुएको, किन किलपिट गर्छौ ओइ माँ, मैं तो यहाँ से भी बढ़ गए ओइ माँ, मैं तो यहाँ से भी बढ़ गए ओइ माँ। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। कस्तो यार फेरि सुन्तला देखियो क्या। कस्तो यो सर्टेजको बेलामा यो सुन्तला देखेको यहाँ। खानु मन लागेको छ नि त। काममा ढिलो भएको छ जाने। अब सर्टकट जाने भन्दा पनि लङ बाटो नहिँड्ने, अब सर्टकट जाने। ढिलो भइसक्यो नि मलाई। त्यही भएर साथीले माथि पर्खिबसेको छ होला माथि भाडामा। नाइ पोखरा अस्ति नै हो गएको त। भोलि आउनुहुन्छ कि? क्यामेरा हजुर, म माथि काँडा काट्नेमा क्या। आज भ्याइन्छ होला हजुर। ल म गएको, ढिलो भयो।
मिठो छ मेरो नाक नफुलाइदिनु नि नाक ठुलो भयो मेरो बुली राम्रो छ र गाइज अन्तिल त मेरो नाक फुलाइदिने भयो त हैट के हो र नाइ भर्खरै खाना खाएर हिँडेको पेट कोपो भित्रभित्रै सो गाइज अहिले त हामी हाम्रो अफिसमा आइपुग्यौँ काम सुरु गर्नु लाग्यो यो भरे कस्तो भाँचिला जस्तो छ यार तलबाटै सुरु गर्ने ल त नि ल अब बिचबिचमा के कस्तो हुन्छ देखाउँदै गरौँला अब भिडियो मात्रै गरेर मात्रै भएन काम पनि गर्न पर्यो भिडियो मात्रै गऱ्यो भने काम देखिँदैन काम गर्नु पर्यो फेरि घरबेटीले जेला दिँदैनन् जेला पाइएन भने के हुन्छ ल लितो मेरो नि यसरी चप्पल बिछाउने यसरी खुट्टा त बाँदरको जस्तो कालो न कालो भएको छ अरे अब हाम्रो खाजा खाने टाइम भइसक्यो एकदम भोक लागेको छ अब छ्यामछ्याम खानुपर्छ अब मजाले खानुपर्छ मजाले हाम्रो काम त अहिले कन्टिन्यू चलिरहेको छ अनि अहिले त हामी आज फाइनल दिन भनेको तर नहोला जस्तो लाग्यो किनकि आज सकिँदैन होला आज फाइनल दिन भनेर अर्को ठाउँमा जाने भनेको फाइनल गरेर अर्को ठाउँमा जाने भनेको नहोला जस्तो छ हेरौँ अब के हुन्छ यस्तो फुलफुले छ यस्तो के यस्तो सेतै फुल फुलेछ तरिका माया लाउँछ तर के गर्ने यार घरकोले काट भनेपछि काट्नै पर्यो पाप लाग्ने यार यस्तोतिर काट्दैछ यहाँ यो काले दाइले यस्तोतिर यहाँ 17 लाखको फुलबारीमा 4 दिनमा झुलेको गाह्रो छ 3 बज्न लाग्यो होला भनौँ न अब कति 9:20 मा आएको 9:20 भनेपछि 5:20 सम्म काटिन्छ कति काटिन्छ अब हेरौँ खाजा चाहिँ हाम्रो अघि नै भएको खाजा नि खाइयो मजाले दुईजनाले एउटा बुझा च्याम्मै एउटा बुझा सकियो भोक त लास्टै लागेको थियो आज त खाना आज बिहान खासै ठुलो नि खाइएन त्यही भएर भुजा त गयो मरद गयो मरद ल गाइस आजको काम त भ्याइयो अब कामबाट छुटेर कामबाट भन्दा पनि अफिसबाटै छुटेर भनौँ न अब हाम्रो लागि त अनि अफिसै हो नि यो त अब ग्राउन्डमा गएर एकछिन उफर्ने अनि त्यहाँबाट घर जाने लास्टै दुःख भयो आज त नै त 41 मलाई त आज लास्टै किन लास्टै गाह्रो भयो हिजो अस्तितिर यस्तो तिर्का भएको थिएन होला थिएन अनि आज त किन यस्तो लास्टै गाह्रो भयो मलाई त गाह्रो छ काम गर्नु ए पछाडिको मान्छे यो मलाई चाहिँ एकदम सुख भयो भने मलाई गाह्रो मलाई सुख कैँची त यु हो कि
अबको केही वर्षपछि चाहिँ यता फर्काउँछ यता यो फाटमा त यस्तो दामी सुन्तला हुन्छ आमा माथि वहाँ माथिबाट यहाँ तलसम्म हो फेरि लास्टै यहाँबाट तल त देखिँदैन नि अब यो फाटमा अन्त बढी यता अघि तपाईँहरूलाई मैले देखाएको फाटमा फल्छ क्या अब केही वर्षपछि चाहिँ भएन भनेर यहाँबाट माथिसम्म बन्थे सब फानेर उस्तो उकासेर पाटा बनाएर सुन्तला लाउनु भएको छ अब यहाँ यो हाम्रो यो सिसनारा भन्ने ठाउँमा पनि सुन्तला त एकदम राम्रो हुन्छ एकदम नम्बर 1 सुन्तला हो त्यहाँ घरको मान्छे नम्बर 1 सुन्तला त यहाँबाट देखिएछ है यो घरको है नम्बर 1 सुन्तला त मुलमाको रोशन भन्छन् फेरि हाम्रो साथीलाई फेरि मुलमाको रोशन रे कामबाट छुट्नु भयो यो माथिको चाहिँ लोप्रेको डिल अनि यता छ काफलाराको मन्दिरको डिल अनि त्यहाँ तलट्टि ढोरा अनि त्यही तलट्टि मबिर उतातिर देखिन्छ स्थान नौला मलाई खासै थाहा छैन उतातिर खासै जान पनि गएको छैन त्यही भएर थाहा नि भएन मलाई हाम्रो डान्सर यस्तरी कुदाउने कहिले होला ब्रेकलाई फेरि जाला सफल फगामी कमल हाम्रो कमल फगामी लेफ्टी प्रिन्सी अरू भेजा लय बबाल तपाईँलाई कस्तो हुँदैछ फिल तपाईँलाई कस्तो हुँदैछ सचिन प्रशान्त भन यहाँ हेरे केटा भएन यो दुगराई चाल रात पर्यो गाइज रात पर्यो अब त सुत्न पर्छ दिनभरि काम पनि गरियो एकछिन ग्राउन्डमा गएर पनि खेलियो अघि भर्खरै आएको म पनि अनि खाना खाएर हातखुट्टा धोएर जाडो भएर यहाँ सिरकमा गुडमुट्टिएर बसेको छु अब त नेक्स्ट ब्लगमा भेट गरौँला गाइज सबैजनालाई बाई होइन अब तपाईँहरू आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला सक्दो किनकि अब मौसम चेन्ज हुँदैछ नि अब गर्मी समय आउँदैछ सक्दो आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला यति भन्दै